मेरो साथीहरु नमस्कार। म चाहिँ आज यो सिमराई बनाउँदैछु। यो चाहिँ मैले हिजो नै मिलाएर प्लास्टिकमा हालेर फ्रिजमा हालिरहेको थिएँ। आज चाहिँ म यहाँ बनाउँदैछु। आजको यो आलुदम पाकै कराई हो। तेल पनि छ अलिकति र नजाओस् भनेर बनाउँदैछु। यसमै यहाँ चाहिँ मेरो मोमो पाक्दैछ। सागमा चाहिँ केही हाल्दिनँ, सुक्खा खोर्सानी डराउँछु। टमाटर प्याजहरू केही हाल्दिनँ, खालि सुक्खा खोर्सानी मात्रै यसरी डराएर बनाउँछु। मलाई चाहिँ मन पर्दैन टमाटर प्याजहरू हालेको। सबभन्दा बेसी मनपर्ने मेरो चाहिँ सिमरायोको साग हो नि त। मलाई चाहिँ पुरा मनपर्छ सिमरायोको साग। रातो रातो भएपछि हालिदिइहाल्छु। सानो मेरो फास्टफुड भिडियो बनाउनु अप्ठ्यारो हुन्छ। बहिनी हुँदा चाहिँ बहिनी बनाउँछ। बहिनी त अब इक्जाम आयो, बहिनी चाहिँ भ्याउँदैन, पढ्नुपर्ने हुन्छ। इक्जाम सकिन्छ चाहिँ अब मलाई सबै पनि भ्याउँदैन। जति भ्याउँछु एक्लै गर्छु। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। मलाई चाहिँ भोलि पानी सुकेपछि मात्रै नुन हाल्छु ल साथीहरू। सस्तो पानी चाहिँ अरू बेला चाहिँ म लसुन पनि डराउँथेँ, तर आज चाहिँ लसुन हाल्दिनँ। अचार होइन पो रहेछ। खाँदैछु दोकानमा। मेरो साथीले चाहिँ भिडियो गरिदिँदैछ। अलिक साह्रो बोल्दा नि हुन्छ, उनीहरूलाई याद हुँदैन। खाए ल डल्ले खोर्सानी। चिपेको छैन, कलिलो छ। आप ल्याउनु हो? एक दुई दिनमा ल्याउँछु। ए म चाहिँ दुईवटा जति ल्याउनु पर्यो भनेर नि कुटेर खान लाग्यो। त्यही त नि छ्या, अहिले पो याद आयो। भोलि ल्याउँदैन अरे। मैले हिजो अघि नै सोधेको कि अहिले लिन जाउँ न ल, भोलि बनाउनु पर्छ। मिठो प्याज नि आज कति बजिसक्यो तपाईँको? ए 2:12 भइसकेको छ। अनि तिम्रो खाने टाइम आउला नि। अन्त मेरो त कस्तो मिठो यो प्याज। यो प्याज अहिले मिठो रहेछ हो। अरू बेला चाहिँ कहाँ राखेर खानुहुन्थ्यो तपाईँले कि बहिनीले? ए उता राखेर। त्यो रिङ लाइट त यहाँ पो ल्याउने बेला भएछ अब। होइन बहिनी हुँदा बहिनी गर्छु नि। ए अझ नुनमा चोप्दै खान्छ नि हौ। डल्ले खोर्सानी प्याज यस्तोमा लिपस्टिक पनि लागेको छ।
पुरा चिसो भएछ। खाना पनि पुरा चिसो भएछ। तपाईँलाई त चिसै उयो हुन्छ नि त, तातो फेरि नहुने रहेछ नि त। छ्या म बस्तीको चामल ल्याइदिन्छु भन्छु बिर्सिहाल्दो रहेछ हो। अब पर्सि शुक्रबार भोलि साँच्ची भोलि ल्याइदिन्छु ल। आज त मङ्गलबार हो। त्यही त बिर्सिरहेको छैन। ए आज छुट्टी हो तर छुट्टी चाहिँ छैन। घर गएको छ अरे। ए छुट्टीमा छ अरे कि। यस्तो लेख्नु के आजभोलि चाहिँ दोकानमै मुखबाङ बनाउँदैछु भनेर हालिदिनु के कुनै त। अब बहिनीको एक्जाम आयो। कहिलेदेखि हो एक्जाम? कति तारिकदेखि? ए यो महिना मरेर। अस्ति हामीले खाएको थियौँ नि छुर्पी यसरी गरेर। कुटेर खानु मन परेछ। छुर्पी ल्याएको छ र अहिले? छैन नि। अब गरममा त अमिलो अमिलो हुन्छ। गरममा त अमिलै हुन्छ। यो पर्दा चाहिँ यहाँ राख्नुपर्ने रहेछ। यो पर्दा चाहिँ यहाँ राख्नुपर्ने रहेछ। रन्जित दाजुकोमा आएको मान्छेहरू मैले आज पास्ता ल्याएको छु। बिहान पनि भातै खाइन्छ कि अन्त कहिलेकाहीँ चाहिँ खाजा है पास्ता खानु पर्यो भनेर कि त्यही त अनि भातै भात भातै भात। बिर्को खोलिदिनु। बनाएको ओरेको चाहिँ सबै हाल्नु भयो। बनाएको ओरेको भिडियोहरू चाहिँ मजाको खाएको देख्यो है। अब मजाले खाएको देख्यो क्या। गुलियो खालको क्या, पिरो पनि छैन नि है, रस पुरा छ त्यसमा। बानी हुन्छ सर प्याज खानु हो त। म त बेलुका बेलुका खान्छु त घरमा। खाएकै राम्रो अरे नि त। यता देखाउनु न थाल। गाइस दिदीले खाइसक्नु भयो मजाले।